हेलो हजुर भन्नुहोस्। राजेश सर। हेलो हजुर को बोल्छिया? मेरो नाम किरण हो। म बिरगजबाट बोलिरहेको छु, मुरली। हजुर आवाज किरणजी आइरहेछ? भन्नुहोस् न हजुर। हजुर सर, आइरहेछ हजुर। बिरगजमा यो के प्रोग्राम भइरहेछ? हजुर को बोल्छिया? किरण त किरण को किरण? कहाँ काम गरिसिन्छ? के पेसामा संलग्न होइसिन्छ? त्यसो परिचय भए त पुरा छोड्नु न दिनुहोस्। सर। किरण, पूरा नाम किरण शाह। बस्न तपाईँ बिरगजमा यसरी किन कुरा गर्नुभएछ म्याम? तपाईँ कुरा गर्ने यो अलिकति ऊ ठिक हो? मैले अनि हजुरलाई तपाईँ किरण यसरी शाह के भन्नुभयो, भन्नु? तपाईँले चाहिँ नि सुन्नुहोस् न, एथेन्टिक व्यक्ति हो होइन? नेपालको नागरिक त तपाईँ हामी सबै हो नि, होइन त? हजुरलाई अनि के तपाईँ जान्नु यति छ मेरो कडाको साथ बारेमा? प्रस्तुत हुनुको के भन्नु म्याम? यसलाई के सम्झिनु? सरले बोलिरहेको छैन। हैन, म तपाईलाई यहाँ म सोधिरहेको छु। नेपालको परेसान छु। नागरिकले नै मलाई फोन गरे होला म्याम। नेपाली नम्बरबाट फोन गर्नुभएको छ भने नेपालकै नागरिकले नै फोन गरे होला। हजुर सर, के जान्नु छ तपाईले चाहिँ तपाईलाई मेरो हैजाको विषयमा बारेमा? जान्न खोज्नुभएको छ भने एटेन्टिक व्यक्ति हो कि होइन के हो मैले पनि त बुझ्नु पर्यो नि त। कि मैले अन्त के सबैलाई मेरो जान्नु काम छ हो, सबै तपाईलाई? जसले पनि फोन गर्छ मैले सबैलाई यो चाहिँ नि झाडा पखालाको विषयमा बताउँदै हिँड्ने हो सर, हैन। तपाईँ हाम्रो शाखामा समन्वय, सर, तपाईले कम्तीमा चाहिँ नि ल रायसमान यसरी म यहाँबाट बोलेको फल्ना किरण शाह, म विद्यार्थी हो, म केही हो, एकदम तपाईँ यति जङ्गेर बोल्नु पर्ने त मैले कुनै खास आवश्यकता देखिनँ म्याम। छ नि, तब त बोलिरहेको छु यसरी। अब हजुर हाँ सुन्नुहुन्छ तब त बोल्छु नि। त तपाईँ आउनुहोस् न त सामने, म अफिसमै नाइ बसिरहेको छु सर, पहिला तपाईँहरूकै कुरा सेवामा। गर्नु न अहिले। म आउँछु नि, होइन हजुरले तपाईँ म सुन्नुहोस् धेरै न, छिटै आउँछु सर, पर अहिले त आउन सक्दिनँ। पहिला मेरो कुरा त सुन्नु, म हजुरले फोन किन गरिरहेको छु? थाहा छैन। मेरो कुरा सुन्नुहुन्छ तपाईँ कि सुन्नुहुन्न, यति मात्रै भन्नु। तपाईँको कुरा सुन्नुहोस् न, तपाईँको के कुरा सुन्नु पर्यो? यही कि तपाईँले ठाउँ ठाउँमा जुन पानीको व्यवस्था दिनुभएको छ पब्लिकलाई, त्यो पानीको वजहले आज कति मान्छे बिरामी छ, कति मान्छे होइन तपाईँ हस्पिटलमा मतलब छ। पानीको विज्ञ हो म्याम? पानीबाट हो सर, भनेर तपाईँले मेरो किताब साथ भन्न घरमा सक्नुहुन्छ? 4 जना हस्पिटलमा एडमिट छ। सुन्नुहुन्छ कि सुन्नुहुन्न? तपाईँको घरमा 4 जना हुनुहुन्छ त आउनुहोस् न त। तपाईँको वजहले यसको जिम्मेवार तपाईँ हुनुहुन्छ। राजेश मान सिंह हो यसको जिम्मेवार। अब सुन्नुहुन्छ? तपाईले कोसँग कुरा गरेर हो? राजेश मानसिंहको नम्बर, राजेश मानसिंहसँग कुरा गर्नुभएको छ तपाईँले? हजुर। तपाईँले राजेश मानसिंहसँग कुरा गर्नुभएको छ, राजेश मानसिंहले सुनिरहेछ भन्न ठानिरहनु भएको छ? मान्छे चिन्नु छैन त्यही सोध्दैछु हैन? कोहीसँग पनि यसरी गराउनुहुन्छ तपाईँ? समस्या भने सबैलाई आउँछ, तपाईलाई पनि आउँछ, सबैलाई आउँछ। कुरा गरिराख्नु पर्छ, मैले जान्न खोजेँ। हजुरलाई मैले सोधेँ, तपाईले के भन्नुभयो कि म राजेश माने बोलिरहेको छु। तपाईलाई कहिले भने? तपाईको एक एक अक्षर सबै रेकर्डिङ हुँदैछ हैन? मेरोमा पनि तपाईलाई चाहिँ तपाईले जुन हिसाबले कुरा गरिराख्नु भएको छ, तपाईलाई कुन बेला राजेश मानसिंहले बोल्यो भनेर भनेको छ? मनिर पनि रेकर्डिङ भइरहेछ। ठिकै छ त, तपाईले चाहिँ यो धमकार चाहिँ कुरा गर्नुहुन्छ। तपाईले राजेश मानसिंहसँग कुरा गर्नुभएपछि कोसँग कुरा गर्नुभएछ तपाईलाई थाहा छ? बिरगजको मेयर भएर तपाईले के गर्नुभयो बिरगजको लागि? तपाई बहस नगर्नुस् है, तपाई आउनुस् यहाँ केही कुरा गर्नुहुन्छ भने बहस नगर्नुस्। बुझ्नु भएन? तपाई कतैबाट चाहिँ सञ्चालित भएर कुरा गर्नुभएपछि के हो? अरु घरको मान्छे एडमिट छैन। तपाईले फोन किन काट्नु भयो सर? तपाईले कोसँग कुरा गरेर? तपाई कहाँ हुनुहुन्छ? म तपाईकै आउँदै छु। कहाँ हुनुहुन्छ तपाई? हजुरले फोन तपाई किन श्रीपुरमा काट्नु भयो? कुन ठाउँमा हुनुहुन्छ? तपाईको पेशेन्ट कुन हस्पिटलमा छ? म आफै त्यहाँ पुग्दै छु। तपाईले भन्नुभयो 4 जना तपाईको पेशेन्ट हस्पिटलमा हुनुहुन्छ। तपाई त्यो यो मतलब झाडा पखालाको उसले उ गर्दै हुनुहुन्छ। तपाई कहाँ हुनुहुन्छ? म अहिले मेडिकलबाट तपाई कहाँ हुनुहुन्छ? म अहिले तपाई भएको ठाउँमा आउँदै छु। त्यही भएर तपाईलाई लाइन काटेको। मेडिकलबाट अहिले बाहिर निस्किदै छु। अहिले मेडिकलमै छ मेरो पेशेन्ट। तपाई मेडिकलमा हुनुहुन्छ भने मेडिकल कति नम्बर बेडमा छ तपाईको पेशेन्ट? म आउँदै छु, भन्नुस् त। 19 नम्बर बेड आईसीयू। ल तपाई त्यहाँ, म आउँदै छु, तपाई त्यही बस्नुस्। म पठाउँदै छु त्यहाँबाट सबैजना। पठाउँदै छु छैन सर, मलाई मेरो कुराको जवाब दिनु। मलाई हजुरसँग सुन्नुस् न, तपाई मसँग सामनेमा कुरा गर्नुस्। एउटा कुरा सुन्नुस् तपाई। तपाईको मुखले मलाई सुन्नु छ। तपाई मेरो मुखले सुन्नु छ नि सामने सुन्नु होला। तपाई अलिकति तरिकाले कुरा गर्नुस् है। मैले हजुरले के भनेकै छैन। हजुरले कसरी कुरा गरिराख्नु भएको छ सर? मैले तपाईले के हैन, तपाईले कसरी कुरा गर्ने? तपाई कुरा गर्ने तरिका हो। तपाईलाई कि तपाईले यसरी भनिराख्नु भएको छ? हैन, तपाईले चाहिँ यो चाहिँ सिधै आरोप लगाएर कुरा गरिराख्नु भएको छ। तपाई त्यहाँ 19 नम्बर बेड आईसीयू 19 नम्बर बेड आएको छु मैले भने कि तपाई 19 नम्बर नेशनल मेडिकल 19 नम्बर बेड आईसीयू भन्नु भयो हैन? हजुर।
ल ठिक छ राख्नुस्। राख्नु छैन मेरोसँग कुरा गर्नु तपाई सर। आइसियुमा नम्बर को हो त्यो एकचोटि मैले खबर पाऊँ, त्यो चाहिँ मैले चाहिँ त्यहाँ प्रहरीलाई पनि खबर गरेछु, म पनि आउँदैछु त्यहाँ। त्यो 19 नम्बर बेडमा को हो त्यो पेसेन्ट, त्यसको सम्पूर्ण डिटेल पाउँ न मलाई। सर म हजुरलाई डिटेल पनि दिन्छु। हजुर हैन मसँग कुरा गर्नु। त्यो अलि मलाई चाहिँ चाँडै उ पाउँ न। म हजुरलाई त्यो दिन्छु सर, हजुरसँग मलाई कुरा गर्नु छ। मेरो सन्तुष्टि भइरा छैन मलाई। मैले मेडिकल मलाई तपाईले सन्तुष्टि निस्किसकेछु। सुन्नुस् न, म तपाईलाई भेटेरै सन्तुष्टि त्यहाँ चाहिँ नि सबै कुरा गर्छु, चित बुझाउँछु। राजुजी एउटा गाडी निकाल्नुस्, त्यो चाहिँ त्यहाँ 19 नम्बर आइसियु बेडमा यो के शाह भन्ने बहिनीले एउटा फोन गर्नुभएको छ। किरण, यो चाहिँ गलत कुरा नगर्नुस् है तपाई चाहिँ नि। साच्चै हजुरको त्यो के फोन उठ्छ भोलि, हिजो फोन उठ्दैन। तपाई गलत कुरा गरेर हुनुहुन्छ। फोन गरिराछु सर, हजुरलाई म भित्रदेखि फोन गरिराछु। म त्यही आइराछु।